भेना हजुर साली अब आउँदै गरेको नयाँ सालमा दिदीलाई यस्तै मैले लगाए लुङ्गी पटुकी गादा हत्तेरिका साली जे भए पनि त लुङ्गी त तल झार त यार यो खडेरीमा फेरि कहाँ खोज्न जाने मैले साली छँदैछ कि यहाँ चिन्ता नगर ठिकै छ साली छौ भन्दा मलाई टेन्सन भएन तर साली आउँदा चाहिँ कट्टु लगाएर आए तिमीले त्यो कट्टु त लगान्न भेना मैले अब यस्तै लुङ्गी लगाउँछु भेना हजुर साली के हो दिदीले त्यतै छोडेर गए जस्तो हो नि तपाईँले राख्नु पर्दैन हत्तेरिका त्यही भएर म खोज्दा तिम्रो दिदीले कहाँ राखेछ भनेर छाम्डे भेटेन मैले त्यहाँ पो छोडेर हेर्छु यार साली भात नखाएको पनि 2 दिन भयो तिमीसँग खाने केही छ र होइन यार भेनाले भनेर कहिलेदेखि राखेछौ तिमीले त्यस्तो यार चिन्ता लिनु पर्दैन साली यो बैशाखमा म ल्याम खाइदिन्छु ल भेनाजीले खाने भयो ल रुकुमकोटमा यत्रो दिन भयो आएको एउटा भेना पनि पाइएन के हो के यस्तो हत्तेरिका यार अब म एक्लो भेनाजीले कहाँ भ्याउने म यार प्युठानसम्म त मैले भ्याछु रुकुमतिर त भ्याउँदैन होला भन बाबा तिमीले के बदन चाहियो बाबा मलाई युवती बदन चाहियो बाबा चिक्ने राडीको बान मैले त कहिले वर्ष केटी नपाएर भौटारी हिँडिरहेछु तँलाई युवती बदन चाहिने चिक्ने राडीको बान होइन अघिसम्म त यही थियो अन्डा त होइन कहाँ गएछु कि यो घोजामा राखेँ पसलबाट ल्याउनु त लिएको मैले भेनाको अन्डा चले काम भनेको मनैदेखि गर्नुपर्छ ठुलो सानो केही हुँदैन के काम भनेको जे पनि गर्नुपर्छ होइन यो पुरानो जमानाले केटीहरू त फकाउन नगइ नि भयो अब गएको है यो घरमा फुलेको फुल छ रे अब भमराहरू त आउने नै भयो हामी त भमरा बनेर आयौँ हजुर भनेर भनेको त यहाँ फुल चाहिँ छैन बरु कुखुरा चाहिँ चल्ला निकालिगयो भनेर भन्छन् गाडी होइन त्यो चल्ला होइन ल यता बुझ्दै रहन्छन् अब नयाँ जमाना आएछ अब अर्को नयाँ तरिकाले भनेर अब नयाँ तरिका लगाऊ भनेर अब हामी चाहिँ तपाईँको छोरीको हात माग्न आएको भनेको त अनि छोरी चाहिँ कसले लाग्छ भनेर त्यहाँ पनि लगेको थिएँ हामीले होइन यो त्यही भएर चाहिँ यो बिहान भएको हाम्रो गाउँमा अहिले केटाहरूले बिहान गरेको थियो फकाउनु जान्थ्यो त्यस्तो भन्छन् फुल खोज्दा के अनि हात माग्दा छोरी कसले लान्छ भन्छन् सकिन्न नयाँ तिरिक छ भने भन त केटी फकाउने के गर्ने फेसबुकको 26,000 फलोवरमा गाउँको अलि गर्ने मान्ने भलगरमा पर्रो तर भ्युज भने 500 पनि आउनु त्यही पनि नम्बर 1मा बसेर नाक चाहिँ भलै मगर भयो नि छोटो त हुन्छ तर मेरो यति लामो भएको छ अर्को सेकेन्ड भलगर हुनुहुन्छ हाम्रो दाइ पछि नै हुनुहुन्छ दाइ चाहिँ सेकेन्डमा हुनुभयो कुन दिन फर्स्टमा जानिन्छ होला म त यस्तै हुने अन्दै लाने हो नि मिहिनेत गर्नै पर्छ साथीहरू हजुरहरूले यसो माया र दया दिनु होला है दया पनि गर्नु होला माया पनि दिनु होला होइन यार समयले राम्रो बनाउँछ भनेर भन्थे झन् म कालो पक्कै राम्रो बनाउँछ होला यार गोरो खास्सा एकदम चिटिक परेको बनाउँछ होला भनेको त बनाउनु त यार यो डुप्लिकेट पर्यो के यो साले टिकारै चाहिँ एकैछिनमै यसो गरेको त मैले कहिले पनि देखेँ नि त यत्रो केटा खोला पुग्छ जति टेङ्ग्रेङ केही पनि बोस्न खोज्छ र
वारी जमुना पारी जमुना भिडियो बनाउँछु भन्दाखेरि भयो नमुना भाइरल हुने होइन गाह्रै टेस्टी भयो यार त्यही अब यही बाख्रा हिँड्नाले पनि हिँड्नु पर्यो पारेको गोरु चाचा धुर ती कुकुर भन्छ कि लखर लखर कुकुर हिँड्छ भन्छ नि त्यो कुकुर त्यसले भन्छ हामीले भन्छ नि यार गाउन लखर 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 हिँड्छ भनेर